दाजुभाइ दिदीबहिनीहरूलाई मेरो विशेष तर्फबाट चाहिँ म माफी पनि माग्न चाहन्छु, किनभने यो खासमा मैले देखिरहँदाखेरि मलाई पनि गाह्रो भएको थियो र अलिकति म यसकै विषयमा अलिकति धेरै खटेको हुनाले पनि यो अलिकति राम्रो हिसाबमा गर्न सकिन्थ्यो होला, प्रिभेन्टिभ वेमा गर्न सकिन्थ्यो होला नि मलाई पनि लागेको चिज हो हैन। कुनै कुरा सही छ भने सही नै भन्नुपर्छ जस्तो चाहिँ मलाई लाग्छ। त्यो ऐन संशोधन गर्नलाई फेरि अब मान्छेहरू उड्दिनु होला यो गरौँ भनेर, फेरि सभामुखजीले बस्नुहोस् हजुर बस्नुहोस् भनेर फेरि भन्नुपर्ने होला। त्यो बस्नुहोस् हजुर भन्नु जेलसम्म तपाईँ बसिन्जेलसम्म चाहिँ मनसुन पनि सिद्धिने अवस्था हुन सक्ला। त्यही भएर यसमा पनि मानिसजीहरूको अलिक सहयोग चाहिला जस्तो छ मलाई पनि, किनभने आई वुड लाइक टु से द्याट राज्य चलाउनु भनेको हामी सबैजना मिलेर चलाउने हो। मेरो विचारमा कुनै पक्ष विपक्ष भन्ने चाहिँ हामीले हेरिरहेको छैनौँ। यसमा तपाईँहरूको सजेसन्सलाई मैले एकदमै सिरियसली लिएको छु। अझै सजेसन्सहरू दिनु होला। हजुरले भने जस्तो अब यसपछि उठेर गए पनि सदनै जाने हो, सदनमा पनि फेरि हजुरलाई भेट्ने नै हो, त्यसपछि लामो कुरा हुने नै हो। म त धेरै जस्तो हजुरलाई भेटि नै रहेको हुन्छु। त्यही भएर यस्तो कुराहरू कहीँ तपाईँले मलाई सदनमा देखिहाल्नु भयो भने, कुनै कुरा छ विषयवस्तु छ भने म यसलाई सिरियसली लिन्छु पनि, सजेसन्सहरू लिन्छु पनि र त्यसलाई सजेसन मात्र होइन कार्यान्वयन पनि गर्ने तर्फ चाहिँ म लाग्छु। त्यसै गरी अहिले 200 केजी लिफ्टिङको हेभी लिफ्टिङ ड्रोनहरू आएको छन्। अब यो खरिद गर्नलाई पब्लिक प्रोक्योरमेन्ट एक्ट 45 दिन चाहियो। अब यो त्यो ड्रोन आउँदाखेरि मनसुन सिद्धिसक्छ। हेर्नुहोस् कस्तो खालको ऐन बनेको। एटलिस्ट हामीलाई पनि काम गर्न सहज बनाउने गरी ऐन बनाइदिएको भए त हामीले पनि केही गर्थ्यौँ होला। अब कुनै कुरा हाम्रोबाट कमी कमजोरी भएको छ भने जुन चाहिँ हामीलाई चाहिने सजेसन्सहरू छ भने चाहिँ प्लिज हामीलाई यसै गरी सजेसन्सहरू दिनु होला। हामीले यसलाई एकदम गहन रूपमा हामीले हेर्छौँ, यसलाई एकदम इम्पोर्टेन्ट रूपमा हेर्छौँ र हामीले त्यही अनुसारमा इम्प्लिमेन्टेसनमा लाग्छौँ। नयाँ स्टाइलमा हामीले नयाँ तरिकाले यसलाई प्रभावकारी हिसाबले हामीले कुनै योजना बनाएर हामीले हजुरहरूको अगाडि प्रेजेन्ट गर्ने छिट्टै नै बाचा गर्दैछौँ।